कोहीको चाहिँ निगुरो टिप्दैछ यहाँ। हामी चाहिँ च्याउ खोज्न आएको साथीहरू। अब हेरौँ कतिको च्याउ निगुरो भेटिन्छ, खोज्छौँ यहाँ। हामी चाहिँ 3 जना आएको छौँ है च्याउ खोज्न। अगाडि चाहिँ एकजना मोटे मेरो भाइ यता आएर भुके यता देख हेर अनुहार देख न साथीहरूलाई। हो यो चाहिँ मेरो भाइ है। टिप्न अनि तपाईँ निगुरे भनेर देखाउँछ। निगुरे निगुरे एउटा बाटी बोको छ जङ्गल आएपछि डङ्गी निगुरोमा खोइ कहाँ भेटिस रे? खोइ मरेछ भेटिस कि? ए मरे च्याउ त च्याउ होइन, त्यो च्याउ होइन होइन त्यो च्याउ नै होइन। गाइस यत्रो हिँड्दा 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 बल्ल बल्ल च्याउ पाइयो, तर थोरै 4-5 एक्ला चाहिँ बगरी च्याउ आइ तर अलिक मेरो यसो खै बाटी बाल्टिङ यहाँ छ। हाम्रो च्याउ राख्ने भाडा चाहिँ यस्तो छ है साथीहरू। कोही झन्डै कुहिसक्नु आँटिसकेछ। त के भएको छैन यो बनाएको च्याउ यो चाहिँ कुन च्याउ होला साथीहरू भनिदिनुहोस् त। यो खाने कि नखाने च्याउ हो? नखाने च्याउ चाहिँ यसरी उम्रिन्छन्, खाने च्याउ चाहिँ यामले देखेकै च्याउ हो। खाने च्याउ चाहिँ 2 घन्टा 3 घन्टा मरिमरि हिँड्दा पनि बल्ल एउटा पाइन्छ। केलाई च्याउ खोज्नु लिएको अल्छी लागेर साथीहरू ठक ठक हान्दैछ। यसलाई के भएको होला, यो के भएर यति साह्रो मोटो भएको होला गाई साथीहरू भनिदिनु त। के